हेलो साथीहरु, वेलकम टु माई न्यू मिनी ब्लग। हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं। दुईटी दिदीबहिनी भएर आज हामीहरु कहाँ जान लाग्यौं त सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने थाहा पाउन सक्नुहुन्छ हजुरहरुले। अनि हामी चाहिँ अहिले बिन्दावासनी जाँदै छौं दुईजना भएर। अनि रुममा बस्दा बस्दा सारो झ्याउ लाएर अनि दुईटी दिदीबहिनी भएर गफ गर्दै आयौं बिन्दावासनी मन्दिरको गेट नेरै पुग्यौं। अनि यसो भित्र हेरेको त फुलहरु कस्तो दामी फुलेको आहा भने मैले। अनि फुलहरु कति धेरै फुलिरहेको अनि मैले एउटा दुईटा भिडियो बनाउनु पर्यो भने अनि एक दुईटा भिडियो बनाइदिनु न दिदी भने अनि हुन्छ भन्नुभयो। अनि गयौं भिडियो बनाउन अनि भिडियो बनाइदिनु भयो। अनि भिडियो बनाइसकेपछि हामीहरु अब त्यहाँ मन्दिरबाट फर्किन लागेको हो। अब त्यहाँबाट हामीहरु फर्किदै गर्दा चाहिँ त्यहाँ पछाडी हामीहरुलाई हेरिराख्नु भएको थियो। अनि त्यहाँ फुलहरु नि कस्तो दामी सिनाको है पछाडी भन्दै हेर्दै गइराखौं बाटोमा। कहाँ चाहिँ कपडा राम्रो भेटिन्छ भन्दै हेर्दै गइराखौं। सबैजनाले चाहिँ मलाई हेरिराख्नु भयो। दिदीले चाहिँ उता हेर्दै हुनुहुन्थ्यो, त्यो चाहिँ मलाई ब्ल्याक कलरको मन पर्यो तर ब्ल्याक कलरको धेरै भएर मैले किनेन। अनि हामी हिँडिरहेका छौं। दिदीले बल्ल एउटा प्यान्ट भेट्नु भयो आफुलाई मन परेको। अनि यो साइज हुन्छ कि हुँदैन भन्नुभयो। हुन्छ भने अनि यो किनिसक्नु भयो। दिदीले चाहिँ किन्नु भयो, आफुलाई मन पर्यो। रात पर्न लागिसकेको थियो। अनि दिदीले चाहिँ उता किन्दै हुनुहुन्थ्यो। अनि कपडा किन्दा साथीहरु हजुरहरुलाई कस्तो हुन्छ, हामीलाई चाहिँ साह्रो गाह्रो हुन्छ कपडा किन्न। एक दिन लाग्छ, किन्छौं थोरै। दिदीले पनि देखाउनु भयो मैले यति किने भनेर, मैले पनि देखाएँ यति किने भनेर। अनि दिदीले गफ लाउँदै हुनुहुन्छ त्यहाँ भन्दा त्यहाँ राम्रो थियो कपडा भन्दै हिँड्दै गर्दा बहुत भोक लागेर हैरान भइसकेको थियो। आँखा पनि कालो भइसकेको थियो हामी दुईटीकै। अनि हामीले चाहिँ घरै गएर खाम्ला भन्नुभयो दिदीले। हुन्छ भने मैले पनि। अनि हामीहरु हिँड्दै रुममा पुग्न लाग्यौं साथीहरु। यही नै हो मेरो सुरुदेखि अन्तिमसम्मको मिनी ब्लग। साथ सपोर्ट माया दिनु होला साथीहरु। मैले चाहिँ सिक्दै छु साथीहरु। सबैजनाले मलाई सपोर्ट गरिदिनु होला अनि माया गरिदिनु होला। अब हामीहरु पुग्यौं, रुममा नि पुगिसक्यौं। वाचिङ माई भिडियो। बाइ बाइ साथीहरु।